हाम्रो अहिले को हुनुहुन्छ यो पेङ पञ्चमी जाने बाटो कुन हो यहीँबाट हो कति टाइम लाग्छ अब धन्यवाद ल हुन्छ धन्यवाद हजुर पेङ पञ्चमी धेरै टाइम लाग्दै छैन हामीलाई अब हामी केही एकछिनमै इलामको पेङ पञ्चमी भन्ने ठाउँमा हामी आइपुग्ने लागेका छौँ त्यहाँको पनि हामी सानो क्लिप लिनेछौँ है त साथै आजको यो राइडिङकै टाइम भए पनि म एउटा सानो प्रतिक्रिया लिन चाहन्छु साथी मोहनजी छ बाटो अलिकति चिप्लो छ हो अन्दाजले अलिकति के पो रात पनि परिरहेको छ बाटो अलिक खराब पनि छ वही ठिक छ सबै कुराहरू है एडभेन्चर त्यस्तै त हो नि ल धन्यवाद त्यसको लागि अब साथी मैले यो भ्लग बनाउँदैछु यो तपाईँहरूले हेरेर तपाईँहरूले पनि इन्जोय गरिदिनु होला है त अब यहाँनिर केही कमजोरीहरू छ भने तपाईँहरूले यसो कमेन्ट मार्फत हामीलाई सल्लाह सुझावहरू गरिदिनु भयो भने एकदमै राम्रो हुन्छ भन्ने मैले पनि आशा लिएको छु है अनि साथै अब हामी बेला बेलामा यही तरिकाले भिडियोहरू बनाउँदै पोस्टहरू गर्दै पनि जानेछौँ तपाईँहरूको एउटा कमेन्टले एउटा लाइक एउटा सेयरले एउटा भ्यूले पनि हामीलाई नेक्स्ट टाइम यसरी नै भिडियोहरू बनाउनको लागि मोटिभेट गर्नेछ भिडियो त राम्रो छैन होला तर यो चाहिँ एकदमै स्टार्टिङ फेज हो हाम्रो त्यही भएर हामीले चाहिँ एकदमै अब कस्तो चाहिँ हुन्छ होला भनेर हामीले एकदम ट्राई गर्दैछौँ त्यस्तो खालको हामीलाई एक्सपिरियन्स या त त्यस्तो खालको एजुकेसन पनि छैन अनि हामीले चाहिँ एकदम आफ्नै लोकल पारामा बनाएको भ्लग हो आज यो हामी चाहिँ एक्चुअलमा हाम्रो आफ्नो केही हाम्रो काम थियो पर्सनल कामले गर्दाखेरि हामी चाहिँ यो राइडमा निक्लेको विशेष भ्लगै बनाउनु भनेर चाहिँ निक्लेको होइन तर पनि निस्किँदाखेरि बनाइदिउँ न त एउटा भ्लग भन्ने हिसाबले चाहिँ हामीले एउटा यो भिडियो गर्दैछौँ त्यही भएर तपाईँहरूलाई म यहाँनिर देखाउँदै पनि छु यहाँनिर साइडमा एउटा घर छ साथै यहाँनिर 2-3वटा घर रहेछ अनि हामी एकदमै वी आर सो क्लोज टु आवर डेस्टिनेसन सो एकदम धमाकेदार एक्सिडेन्ट यहाँ छ यही त्यहाँ पछाडि छ एकदमै धमाकेदार स्लिपमा हामी परेर भर्खरै निक्ल्यौँ हाम्रो ज्यान एकदम एक सुताले जोकेको छ हाम्रो राइडर हेलो गाइज बाटो धेरै अप्ठ्यारो छ गाइजहरू के गर्नु हो यस्तै छ एकदम रातको समय छ होइन अनि यहाँ माथि निकाल्न निस्किसकेको बाहिर